तपाईहरुले सधैँ डकर फाइलमा package.json त्यसपछि pom.xml अनि त्यसपछि requirement.txt जस्ता यो डिपेन्डेन्सीहरुको लिस्ट राखिएको फाइलहरु चाहिँ सुरुमा कपी गर्ने अनि त्यो फाइलहरु युज गरेर चाहिँ डिपेन्डेन्सी इन्स्टल गर्ने अनि मात्रै लास्टमा चाहिँ बाँकी रहेको कोडहरु कपी गर्ने कुरा चाहिँ सधैँ देखिरहनु भएको हुन्छ र यो काम चाहिँ हामी डकरको बिल्ड स्पिड बढाउनको लागि गर्छौं। अब यसले कसरी बिल्ड स्पिड बढाउँछ भनेर जान्न मन छ भनेदेखि चाहिँ हामीलाई डकरको लेयर अनि लेयर क्याशिङको कन्सेप्ट बुझ्नुपर्छ। डकरमा इमेज बनाउँदाखेरि चाहिँ डकरको हरेक इन्स्ट्रक्सन जस्तै फ्रम कपी रन यिनीहरुले चाहिँ एउटा छुट्टा छुट्टै लेयर बनाउँछ अनि डकरले चाहिँ यस्ता हरेक लेयरहरुलाई पछि फेरि प्रयोग गर्न सकिन्छ भनेर क्याशिङ गरेर राख्छ। अनि यो क्याशिङ गरेको लेयरहरुमा चाहिँ कहीँ केही चेन्ज आयो भनेदेखि डकरले त्यो कुरा डिटेक्ट गर्छ अनि त्यसपछि आउने सबै लेयरहरुलाई चाहिँ इन्भ्यालिडेट गरिदिन्छ। त्यही भएर यो package.json त्यसपछि requirement.txt जस्ता डिपेन्डेन्सीका लिस्ट भएका फाइलहरु र कोडलाई चाहिँ हामीले एउटै लाइनमा कपी गर्यौं भनेदेखि कोडमा एउटा सानो चेन्ज आयो तर डिपेन्डेन्सीमा कुनै पनि चेन्ज छैन भने पनि त्यो डिपेन्डेन्सीहरु फेरि डाउनलोड गर्नुपर्छ। त्यही भएर चाहिँ हामी के गर्छौं भन्दाखेरि सुरुमा यस्ता डिपेन्डेन्सीको लिस्ट भएका फाइलहरु कपी गर्छौं, कपी गरेको फाइलहरुबाट डिपेन्डेन्सी इन्स्टल गर्छौं अनि मात्रै कोड बेसमा भएको बाँकी फाइलहरु कपी गर्छौं। यसो गर्दाखेरि कोडमा सानो चेन्ज आयो तर डिपेन्डेन्सीमा कुनै चेन्ज छैन भनेदेखि डिपेन्डेन्सी फेरि इन्स्टल नगरेर डकरले त्यही अगाडिकै क्याश प्रयोग गर्छ जसले गर्दाखेरि बिल्ड स्टेप एकदमै फास्ट हुन्छ।